एकपल्ट एउटा फोटोग्राफरले आफ्नो स्टुडियो अगाडि साइनबोर्डमा फोटो खिचाउनेको रेट लेखेछन्। तपाईँ जस्तो देखिनुहुन्छ त्यस्तो फोटो खिचाउन रु 50 रुपियाँ। तपाईँ जस्तो सोच्नुहुन्छ त्यस्तो फोटो खिचाउन रु 70 रुपियाँ। र तपाईँ अरूलाई जस्तो देखाउन चाहनुहुन्छ त्यस्तो फोटो खिचाउन रु 100 रुपियाँ। तर ती फोटोग्राफरले आफ्नो जीवनको उत्तरार्धमा आफ्नो संस्मरणमा के लेखेछन् भने, मैले जिन्दगीभरि कति फोटो खिचेँ तर कसैले पनि रु 50 वाला फोटो खिचाउन चाहेन। कोही पनि व्यक्ति रु 50 वाला फोटो खिचिदिनु भनेर भन्न आएन। सबैले रु 50 वाला फोटो को बदलामा 100 वाला नै खिच्न चाहे। र आजको असलियत पनि यही हो। हामी आफूसँग जे छ त्यो कुरा बिर्सन्छौँ। र आजको असलियत पनि यही हो। आफूसँग जे छ त्यसमा हामी सन्तुष्ट हुँदैनौँ, बिर्सन्छौँ। हामी आफूसँग जे छ त्यसमा खुसी हुँदैनौँ। अरूको 100 रुपियाँ वाला फोटो हेरेर हामी कमेन्ट पनि गरिहाल्छौँ। ओहो हेर यिनीहरूको कस्तो राम्रो लाइफ, कति मजासँग घुमेका, कति मजासँग घुमफिर गरेका, कति मजासँग उनीहरू यताउति डुलेका, कस्तो रमाइलो छ उनीहरूको जिन्दगी भनेर हामी भनिहाल्छौँ। अनि अरूको 100 वाला फोटो हेरेर हामी आफ्नो 50 रुपियाँको राम्रो असल सुखी जिन्दगी बिर्सन्छौँ। र अनि वास्तवमा हुन चाहिँ त्यस्तो हुँदैन। त्यो जो मान्छे त्यहाँ घुमफिर गर्न गएको छ हैन, उसँग त्यस्तो त्यो उसको लाइफ त्यो हामीले सोचे जस्तो, हामीले 100 वाला फोटो जस्तो सोचे जस्तो चाहिँ हुँदैन, हामीले देखे जस्तो हुँदैन। असलमा फोटो 50 रुपियाँकै हुन्छ तर हामीलाई चाहिँ 100 को जस्तो देखिन्छ। त्यसकारणले हामीसँग जे छ, हामीसँग भएको कुरामा हामी सन्तुष्ट हुन सिकौँ, खुसी हुन सिकौँ, अनि मात्रै लाइफ चिल हुन्छ, मजा हुन्छ, सन्तुष्ट हुन्छ, सुखी हुन्छ।